चुनावको मिति नजिकिएसँगै चुनावी माहौल देशैभरि तातिएको छ। चुनावमा होमिएका दल र तिनका उम्मेदवारलाई यति बेला भ्याइ नभ्याइ छ। कोही देश दौडाहामा निस्किएका छन् त कोही जनताको घर घरमा खेत खेतमा पुगेर आफ्नो पक्षमा मत बटुल्न लागि परिरहेका छन्। चुनावको समयमा बाहेक अरू बेला खासै अनुहार नदेखाउने मान्छे पनि यति बेला जनताको खुट्टा ढोगिरहेका छन् भने जनताको दुःखमा सँगै हुन्छु भनेर झुटो आश्वासन बाँडिरहेका छन्। दशकौंदेखि हुने गरेका यस्ता हरकतहरू यसपालि पनि छरपष्टै देखिएका छन्। अब भन्नुहोस्, नेताले गरिदिएको एकछिनको कामले तपाईँको दुःख कति कम भयो? अब यसरी फेरि ढाँट्ने र ढाँटिने काम बिल्कुल हुनु हुँदैन। मत माग्न घरमा आएका उम्मेदवारलाई अब सिधा प्रश्न गरौँ, तपाईँ फलानु उम्मेदवार भन्दा के फरक गर्न सक्नुहुन्छ? फलानु व्यक्ति वा फलानु दलको उम्मेदवार भन्दा तपाईँ सिर्फ एउटा काम के फरक गर्न सक्नुहुन्छ भनेर प्रश्न गर्ने पालो आएको छ दर्शकवृन्द। होइन भने सधैँ झैँ पङ्गु बनाउन पल्केकाहरूले यो पटक पनि त्यसो नगर्लान् भन्न सकिँदैन। अर्को कुरा, नयाँ र वैकल्पिक भनिएकाहरूको अनुहार मात्रै हेरेर ठिक छ भन्ने अवस्था पनि पक्कै छैन। तिनको घोषणापत्र र नियत राम्रोसँग अध्ययन गरेर मात्रै आफ्नो मत जाहेर गर्नुहोला।